छोरी कति राखेर आन्टी चारवटा लाग्छ पुरै टोटली गाउँको भाइब्स गाइजहरू हेर्न सक्नुहुन्छ यहाँ बाटो सर्भिसिङ हालेर बाइक ठिक भयो सफा गर्दैछ फेरि पनि स्वागत छ मेरो अर्को भ्लगमा। हामी आज लौके झरनातिर जाँदैछौँ। आजको हाम्रो यात्रा लौके झरना है त मिराज ए मिराज लौके झरना ल है त गाइस लौके झरना भेटौँ ल अब क्या खतरा मान्छे आउनु त आइयो गाइस। यस्तो के भन्छ लास्ट डेन्जर चिसो भइरह होइन ज्याकेट नि राम्रोसँग लगायो होइन यिनीहरू त तातो ज्याकेट लगाएर आइरह अरू भाइहरू अगाडि गइहाल्यो खतरा देखिरह। हामी चाहिँ अहिले ककनी आइपुग्यो है गाइस। ककनी कस्तो भइरह ह्यान्डसम आइरहने यार भाइहरू मिराज हामी सानैदेखि ह्यान्डसम हो तेरो अनुहारले बताउँछ त्यो त सानोदेखि ल बिच बाटोमा यस्तै भिडियो बनाउँदै जाँदै गर्छौँ ल हेर्दै गर्नु होला सबैजनाले। तर खतरा मजा आइरह है तर चिसो लाग्छ डेन्जर चिसो भयो कि हल्का अलि तातो कपडा लगाएर आउनु पर्दो रहेछ आउनु खोजिरहेको थियो यार चिसोसँग। मिराज र रमेश भाइ त अगाडि गइसक्यो के अरे हेमन भाइ पुरै टोटली गाउँको भाइब्स गाइज सब यहीँ ओर्लिसक्यो तर खतरा पार्नै मिल्दैन कि च्यापी जान्छ पार्नै मिल्दैन। अहिले चाहिँ हामी ककनी है यो ककनी आएको छ। ककनीदेखि यहाँ यस्तो खतरा देखिरह कति मिनटमा टाइम हेरेको कि नै हो टाइम हेरेको कि नै लोकेसनमा हेऱ्यो होला कति हामी 8 बजे अब कस्तो लागिरह भाइ 18-19 होला जाडो भइरह मात्रै जाडो त मलाई भइरहेको यस्तो ट्र्याक लगाएर मजाले हाफ जाङ्गे लगाएर पुरै यस्तो पारा लागिरह कस्तो लागिरह बाबु चिल भइरहेछ चिल कस्तो भइरह बाबु एकदम ल आज 4 जना भाइ विथ मदन दादा ल रमेश भाइ कस्तो भइरह त यस्तै गर्छस् भनेर चाहिँ हो हैन मेरो अर्को बाइक भएको थियो गाइजहरू हेर्न सक्नुहुन्छ यहाँ बाटो चाहिँ यस्तो भएको छ होइन मेरो यो थाहा भएन भएको छ यसरी पहिरो लडेको छ होइन गाइजहरू हेर्न सक्नुहुन्छ यसरी बिच बाटोमा पहिरो लडिदिएको छ। यहाँ चाहिँ सानो बाटो रहेछ होइन बाइक मात्र आउने त्यही भएर निस्केको ठुलो गाडीहरू चाहिँ अवरुद्ध छ है। ओ सबैजनालाई स्वागत छ होइन गाइजहरू अलि राम्रोसँग देखा हेर्न सक्नुहुन्छ हामी चाहिँ बाटोमै छौँ अहिले चाहिँ मदन दाइको भ्लग बनाउने काम चाहिँ मैले गरिरहेको छु होइन। हामी चाहिँ बिच बाटोमै छौँ भन्दै जान्छौँ बिस्तारै हेर्दै जानु होला। अब आफ्नो भ्लग त होइन त्यही पनि पछाडि हेर्न सक्नुहुन्छ हाम्रो साथीहरू चाहिँ 2 जना छ होइन। मदन दाइले चाहिँ बाइक अगाडि लगिराख्नु भएको छ मलाई त्यति बोल्न चाहिँ आउँदैन त्यही पनि थोरै बोलिदिरहेको छु। यहाँ चाहिँ भ्युवर चाहिँ राम्रो छ होइन देखिराखेन
हेर्नुहोस् गाइस खतरा पुरै है जताततै कुहिरो मात्र लगाइराख के हो के अब के भन्छ कुहिरो नलागेको भए चाहिँ मजा आउँथ्यो हेर्दै जाँदै गर्ने थियो पुरै अँध्यारै छ जताततै कुहिरो बाटो पनि सही बाटो आइएछ कि के छ थाहै छैन अफरोड मात्र हो कि के हो यहाँदेखि त पुरै अफरोड मात्र छ हेर्न सक्नुहुन्छ गाइजहरू यो कुन बजार हो थाहा छैन मेरो भोइस आएको छ कि छैन क्या बोला तूने हेर्न सक्नुहुन्छ पुरै अफरोड मात्र हो आइया यो गाउँको नाम चाहिँ के हो थाहा भएन होइन गाइजहरू अनि हाम्रो आत्ता साथीहरू चाहिँ पछाडि आइरहेको छ हेर्न सक्नुहुन्छ ओ त्यो पछाडिलाई अलि रन्का भन्दा मेरो आँखा नपुर्छ रेकर्ड गरिरहेको छ नि गरिरहेन गरेछु हल्लाउँदा जाँदा गाडी भिडियो राम्रो आउँछ नि यो ब्यागले हल्लाउँछ क्या हेर्न सक्नुहुन्छ गाइस अहिले चाहिँ हिमाल देखिरहेको छ कहाँ छ हिमाल खोइ हेर्न सक्नुहुन्छ गाइसहरू भ्यूहरू यहाँको यस्तो मजा ल गाइसहरू होइन यहाँ हिमाल देखिरहेको छोड है अहिले चाहिँ देखिरहेन यहाँदेखि ए यो बस्ने थियो कि हिजो सर्भिसिङ हालेर बाइक ठिक भयो हामी ककनीको एरियामा आइरहेको अहिले म खतरा अहिले उतादेखि आउँदाखेरि बल्ल कुहिरो फाट्यो ककनी एरिया आयो तर खतरा आएर हिमाल पनि देखिरहेको थियो अनि फेरि ठ्याक्कै कुहिरो बाइक चलाउने कुहिरो ठ्याक्कै आइहाल्यो क्या तर आमा खतरा आएर आयो होइन त भाइ ल भन्न तेरो के भन्छ अरे कस्तो भइरहेको तँलाई तेरो यस्तो मात्रै हो अरू छैन गुड भइरहेछ चिसो कति भइरहेको त यस्तो लाग्यो चिसो डेन्जर भएर काँडा फुलेर यस्तो खतरा भइरहेको बाबु कस्तो भइरहेको एकदम गुड भन्न त अनि अरू के भन्नु छ यदि घुम्नु छ भने मौका आउनु अच्छा म केटीहरू चाहिँ नआउनु होइन केटीहरू चाहिँ मतिर आउँदा हुन्छ कस्तो भइरहेको भाइ एकदम गुड है मस्त यतातिर भ्यू हेर्दै आमा तर बब्बाल आइरहेको छ नि हाम्रो मिराज भाइ कता गयो कस्तो भइरहेको भाइ चिया उतै खान्न नि यो रोड कहाँ जान्छ त्यो रानी पह जान्छ कि नै हेर्दा ओ म्यापिङ गर न तिमी नेट छ 30 सेकेन्ड भयो नि घुम्ने फेरि हल्का अगाडि आएको कुहिरोले फेरि ढक्कमक्क भइहाल्यो फेरि पुगेर हामी चाहिँ त्यो भाइहरूलाई वेट गरिरह तिनीहरूलाई के भन्छ यो भलकबार नल्याउनु पर्ने थियो गाइस अरे कहना क्या चाहते हेर्नु र अहिले चाहिँ ब्याग चेन्ज गरेर आइरहन उसलाई चाहिँ देखाउनु पर्यो अरे हात छोडेर ल राम्रो लौके झर्ना जाने भनेर त आइयो गाइस तर अब यहाँदेखि जान नसकिने अवस्था आयो अब चाहिँ फर्किने अवस्था आइसक्यो हाम्रो जान नसकिने भयो बाटोहरू पुरै पहिरो गएर ब्लक भइरहेको छ हिजो राति डेन्जर पानी पऱ्यो नि त अनि त्यही भएर रोडहरू पनि पुरै बिग्रिरहेको रहेछ
यहाँसम्म त आइयो, धेरै तल आइयो माथिदेखि। अब यहाँदेखि चाहिँ जानु नसकिने भयो। अब यहाँदेखि चाहिँ हामी फर्किनु लागेको। आजको लौके झरना हेर्ने सपना पनि पुरानो हुने भयो। अब हामी यहाँदेखि चाहिँ अब फर्केर अब कतातिर हुन्छ, अब कहाँको झर्ना जाने। अब वहीँ जामा के हुन्छ अरे, घर जाने सुत्ने। मेरो त्यहाँ काम छ आज। अब लास्ट अप्सन भनेको हाम्रो चाहिँ अब यहाँदेखि अब फर्केर फुङफुङ झर्ना भने होइन भाइ? अब फुङफुङ झर्नाको लागि चाहिँ अब जाने भन्ने कुरा सल्लाह भयो। अब हेरौँ के हुन्छ। मिराज कहाँ गयो फेरि? अब फुङफुङको लागि हेरौँ। माथि मेन रोडदेखि कति लाग्छ अरे? 10-15 मिनट हेरौँ। अब माथि जाऊँ अनि फुङफुङ झर्नातिर हुन्छ कि अब रुमतिर गएर मजाले सुत्ने हुन्छ। अब हेरौँ के छ भाइ, तँलाई फुङफुङ झर्ना जानु मन छ त? प्लान ए क्यान्सल। अब प्लान बी अलि माड रोड्नु गयो नि बाइक पठाइ नि क्यान्सल गर्नु। कसको बाइक? यसै बाइक त पलाउने होला नि। ल हामी चाहिँ अब फर्केको तल धेरै तल गएको थियो। यहाँ माथि आयो यस्तो खतरा। यो सल्लाह के भन्छ अरे, यो हिमालमा पाइन्छ नि धुबी सल्लाह, त्यस्तो भएको क्या। तर सल्लाह त सल्लाह नै हो यो। यहाँदेखि फुङफुङ जाने भनेको अब फुङफुङ नजाने भयो। यहाँदेखि अब क्यान्सल भयो फुङफुङ झर्न जानु पनि। अब यहाँदेखि सिधै अब रुम गएर अब सुत्ने भयो। आज कतै पनि नजाने भयो। तर मिराज भाइले चाहिँ जमजम भन्दा, तर बाटो उतातिर पनि बिग्रेको छ भन्दा, पहिरो सहिरो गएको छ भन्दा, त्यही भएर अब नजाने। आजको दिन यस्तै भयो, यत्तिकै भयो। अब यहाँदेखि अब फर्किनु लाग्यो हामी चाहिँ, नजाने भयो, क्यान्सल भयो। अब बिच बाटोमा कतै गइयो भने चाहिँ देखाउँछु हजुरहरूलाई। हामीले बिहानदेखि केही पनि खाएको छैन होइन। अब चाहिँ हामीले यहाँ आएर चिया खान लाग्यो। यो ककनी एरिया नै हो यो। अब यहाँ चाहिँ हामीले चिया खान लाग्यो। बिहानदेखि केही खाएको, मैले त मुखमा पानी नै राखेँ होइन यार। यिनीहरूले त मेगासी राखिसक्यो झन्। हामी खाँदैन मेगासी। म चुरोट नै। क्या बोला तूने? सिम्पल लिभिङ आई थिङ्क एकदम। अहिले कति बज्यो अरे? कति बज्यो त? 9 बज्न लागिसक्यो होला। हामीले भर्खर चिया खाँदैन। यिन दुईटा मात्रै कुच्चा आएको रहेछ क्या भन् त भाइ। लोकेसन हेर्ने को? त्यही त हो यार, त्यही त हेर्नु। भने फेरि भनेको थियो छोरी कति राखेर आन्टे? चारवटा लाग्छ। होइन म त त्यसो 1 कुन्टा के भन्छ यसको छोरी यिनीहरूलाई भिडाइदिनु पऱ्यो। रेडी है केटाहरू? रेडी ल ओइ
ल उता हेर ल पाउले मलाई संस्कार सिकाएन तेरो हेलो खतरा भने कस्तो नाटक गरे के त्यही दिन तिमी नै हौ मेरो अब उता के भन्छ अरे लौके झर्ना नि जानु सकिएन अनि बुङबुङ झर्ना पनि जानु सकिएन अब भनेको यो झर्ना हेर्ने चित्त बुझाउने तर हाम्रो लागि त धेरै ठुलो हो नि यो झर्ना हो नि गाउँमा यो के भन्छ अरे उहाँ के अरे ढाकेचरी झर्ना यत्रो चाहिँ होला आजौले यत्रै होला के गर्नु ए यो आज हाम्रो झर्नाको सपना चकनाचुर भयो तर यो झर्ना हेरेर चाहिँ चित्त बुझायो आज हामीले यस्तो मजाको मौसम गरिरहेको कतै कुहिरो लागिरहेको कतै उज्यालो गरिरहेको थियो तलतिर जाँदाखेरि पनि अहिले चाहिँ हल्का फाटेको छ अहिले यहाँ पहिरो गएर सफा गर्दैछ के भन्छ यत्रो माथिको पुरो भात सफा गर्दैछ उतातिर पनि धेरै गइरहेको थियो अरे पहिरो र बिच बाटोमा पनि यसरी गएछ पहिरो अझै यो पनि स्टुडेन्ट गरेर सफा आज सबै घुम्ने ठाउँ सबै क्यान्सल भयो जान पाइएन अब चाहिँ फाइनली काठमाडौँ आइसक्यो भाइहरू एउटा यता अगाडि अरू गइसक्यो अगाडि पछाडि सँगै हुँदै भयो मस्तको भ्यू छ